सबैजनालाई नमस्कार, अन्यहासेयो। म कोरियन भाषा प्रशिक्षक अजित आचार्य। आज फेरि लामो समयपछि अर्को भिडियो लिएर यहाँहरुमाझ आएको छु। आज चाहिँ धेरै साथीहरुको, धेरै स्टुडेन्टहरुको प्रश्न चाहिँ यो टपिकको बारेमा थियो है। यो टपिक भनेको के हो, यसको चाहिँ लेभल कतिसम्म हुन्छ, यसमा कस्तो खालको प्रश्नहरु आउँछ, यो पास मार्क कति हो, फर्म भर्न कति पैसा लाग्छ र रिजल्ट कहिले आउँछ भन्ने खालको प्रश्नहरु चाहिँ धेरै स्टुडेन्टहरुले गर्नुहुन्छ है। भर्खर ईपीएस को एक्जाम पनि भर्खरै सकिएको छ र ईपीएस एक्जाममा फेल भएको स्टुडेन्टहरुलाई पनि यो टपिक दियो भने स्टुडेन्ट भिसादेखि अरु कुराहरुमा पनि कोरिया जानको लागि सहज हुन्छ भन्ने बुझ्नु भएको छ है। यो चाहिँ टपिक दिनुभयो भने यहाँहरु स्टुडेन्ट भिसामा जान पनि सहज हुन्छ र अरु कुराहरुमा पनि यहाँहरुलाई सहज हुने गर्छ। त्यसैले आजको भिडियोमा हामीहरुले यो टपिक भनेको के हो भन्ने बारेमा छलफल गर्नेछौं। त्यस्तै यसको लेभलहरु कति लेभलसम्म हुन्छ है, टपिकको लेभल कति लेभलसम्म हुन्छ, अनि यसमा चाहिँ कस्तो खालको प्रश्नहरु सोध्ने गरेको छ, कस्तो खालको प्रश्नहरु आउँछ, अनि पास मार्क कति हुन्छ, यसमा कति ल्यायो भने पास हुन सकिन्छ, अनि फर्म भर्नलाई कति पैसा लाग्छ र रिजल्ट कहिले आउँछ भन्ने जस्ता प्रश्नहरु चाहिँ धेरै साथीहरुले गर्नुहुन्छ। त्यसैले यो विषयमा आज हामी छलफल गर्नेछौं। त्यसैले भिडियोलाई अन्तिमसम्म नछुटाई हेर्नुभयो भने यहाँहरु टपिकको बारेमा अझै धेरै क्लियर हुनुहुन्छ है। र भिडियो पुरै सकाइसकेपछि पनि केही कुराहरु बुझ्न मन लाग्यो भने चाहिँ यहाँले मलाई मेसेज गर्न सक्नुहुन्छ, व्हाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ अथवा फेसबुकमा पनि मेसेज गर्न सक्नुहुन्छ। त्यो लिंक चाहिँ म तल कमेन्टमा अथवा डिस्क्रिप्सनमा राखिदिनेछु है। अब यो टपिक भनेको के हो भन्दाखेरि टपिक भनेको टेस्ट अफ प्रोफिसिएन्सी इन कोरियन है। टपिक भनेको के हो भन्दाखेरि कोरियन भाषाको दक्षता टेस्ट गर्ने एउटा एक्जाम हो है। कोरियन भाषामा कतिको दक्ष छ मानिसहरु, कतिको जानेको छ कोरियन भाषा भनेर टेस्ट गर्ने एउटा एक्जाम नै के हो त टपिक एक्जाम हो है। कोरियन भाषाको टेस्ट गर्ने एक्जाम नै टपिक एक्जाम हो। अब यसमा टपिकमा चाहिँ दुई भागमा बाँडेको हुन्छ टपिकलाई। एउटा टपिक आई हुने भयो है, टपिक आई हुने भयो र अर्को टपिक आई हुने भयो है। टपिक आई मा चाहिँ लेभल 1 देखि 2 है, टपिक लेभल 1 अनि टपिक लेभल 2 चाहिँ टपिक आई भित्र पर्ने भयो। त्यसै गरेर टपिक लेभल 3 देखि 6 सम्म चाहिँ टपिक आई भित्र पर्ने भयो है। दुईवटा एक्जाम मात्रै हुन्छ टपिकमा। एउटा टपिक आई भनेर एक्जाम हुन्छ अनि टपिक आई भनेर एक्जाम हुन्छ। यहाँले फर्म भर्दाखेरि कि त टपिक आई को लागि भनेर भर्नु पर्यो जुनमा लेभल 1 देखि 2 सम्म टेस्ट हुने भयो भने, अर्को चाहिँ टपिक आई भनेर भर्नु पर्यो जसमा चाहिँ लेभल 3 देखि लेभल 6 सम्म हुने भयो। यहाँहरुले खासै भाषा आउँदैन र सुरुमा चाहिँ टपिकको भर्न खोज्दै हुनुहुन्छ भने यहाँहरुले केमा भर्नु पर्यो त भन्दा टपिक आई मा भर्नु पर्यो है। टपिक आई मा भर्नु भयो भने यहाँहरुले टपिक लेभल 1 अनि 2 को चाहिँ टेस्ट हुने भयो। त्यस्तै गरेर यहाँहरुले अलि भाषा राम्रै जान्नु भएको छ भने चाहिँ टपिक आई मा भर्नु पर्ने हुन्छ जसमा लेभल 3 देखि लेभल 6 सम्म टेस्ट हुने गर्छ है। र अनि चाहिँ तपाईको स्कोरको आधारमा लेभल 1 हो कि लेभल 2 हो भन्ने कुरा टपिक आई को एक्जाम दिएपछि हुने भयो। अनि लेभल 3 देखि 6 सम्म कुन लेभलमा छ भनेर टपिक आई को एक्जाम दिएपछि हुने भयो। दुईवटा मात्रै एक्जाम हुने भयो है। अब यसमा टपिक आई मा चाहिँ लिसनिङमा 30 वटा क्वेशनहरु आउने गर्छ लिसनिङमा, जसमा टाइम चाहिँ 40 मिनेट हुन्छ है। यहाँहरुले 30 वटा क्वेशन 40 मिनेट भित्र दिनुपर्ने हुन्छ है। 40 मिनेट भित्र 30 वटा क्वेशनको आन्सर दिनुपर्ने हुन्छ लिसनिङमा चाहिँ। त्यस्तै रिडिङमा चाहिँ टोटल 40 वटा क्वेशन हुने भयो जुन चाहिँ यहाँले 60 मिनेट भित्र दिनुपर्ने हुन्छ है। भनेको टपिक आई को फर्म भर्नु भएको छ भने यहाँहरुले लिसनिङ र रिडिङको मात्रै क्वेशन हुने भयो है। लिसनिङ र रिडिङको क्वेशन हुने भयो। टोटल क्वेशन कतिवटा भयो त 40 र 30 70 वटा क्वेशन हुने भयो है। टपिक आई मा चाहिँ टोटल 70 वटा क्वेशन हुने भयो भनेको टोटल टाइम कति भयो त भन्दा 100 मिनेट भयो। 100 मिनेटमा यहाँहरुले चाहिँ 70 वटा क्वेशनको आन्सर दिनुपर्ने हुन्छ है। एमसीक्यू मल्टिपल चोइस क्वेशन नै हुन्छ हैन। यहाँहरुले चाहिँ टोटल 100 मिनेटमा 70 वटा क्वेशनको आन्सर दिनुपर्ने हुन्छ टपिक आई मा चाहिँ
है लिसनिङ र रिडिङको क्वेसनहरु मात्रै हुने भए लिसनिङको 30 वटा क्वेसन रिडिङको 40 वटा क्वेसन है अनि टाइम पनि 30 वटा क्वेसनको लागि 40 मिनेट अनि 40 वटा क्वेसनको लागि 60 मिनेट गरेर टोटल 1 घण्टासम्म यहाँहरुले कन्टिन्यू एक्जाम दिनुपर्ने हुन्छ है फर्स्ट सेसन भनेको चाहिँ एउटा सेसन मात्रै हुने भयो त्यस्तै यहाँहरुले टपिक आई को फर्म भर्नु भएको छ भने चाहिँ यसमा लिसनिङ हुने भयो त्यस्तै गरेर राइटिङ हुने भयो त्यस्तै गरेर चाहिँ रिडिङ हुने भयो है लिसनिङ हुने भयो राइटिङ हुने भयो अनि रिडिङ हुने भयो यहाँले पढेर दिने आन्सर है रिडिङ पढेर दिने आन्सर भयो त्यस्तै लेख्ने कुराहरु भयो अनि लिसनिङ भनेको सुनेर आन्सर दिने क्वेशनहरु हुने भयो है फर्स्ट सेसनमा यहाँहरुको के हुने भयो त भन्दा फर्स्ट सेसनमा चाहिँ लिसनिङ र राइटिङ हुने भयो लिसनिङमा चाहिँ टोटल 50 वटा क्वेशन हुने भयो है लिसनिङमा टोटल 50 वटा क्वेशन हुन्छ जुन चाहिँ यहाँले 60 मिनेट भित्र दिनुपर्ने हुन्छ है 50 वटा क्वेशनलाई 60 मिनेट भित्र दिनुपर्ने हुन्छ त्यस्तै राइटिङमा चाहिँ 4 वटा क्वेशन मात्र दिएको हुन्छ है 4 वटा क्वेशन दिएको हुन्छ जुन चाहिँ यहाँले 50 मिनेट भित्र लेख्नु पर्ने हुन्छ भने त्यसपछि सेकेन्ड सेसनमा बल्ल रिडिङ हुने भयो है फर्स्ट सेसनमा यहाँहरुको यो लिसनिङ र राइटिङ हुने भयो जुन चाहिँ 110 मिनेटको सेसन हुने भयो है त्यसपछि ब्रेक हुन्छ यहाँहरुको लगभग 30 मिनेट जति ब्रेक हुन्छ है 30 मिनेटको ब्रेक भइसकेपछि फेरि यो लामो हुन्छ नि त एक्जाम लगातार गर्यो भने त्यसैले 30 मिनेट जतिको ब्रेक दिन्छ 30 मिनेटको ब्रेक पछि चाहिँ यहाँहरुको रिडिङको क्वेशनहरु चाहिँ टोटल चाहिँ 50 वटा क्वेशन हुने भयो जसलाई चाहिँ 70 मिनेट भित्र दिइसक्नु पर्ने भयो है टपिक आई मा चाहिँ थोरै गाह्रो हुने भयो किन भन्दा राइटिङको क्वेशन पनि आउने भयो क्वेशन फर्मेट चाहिँ यस्तो भयो सेकेन्ड सेसनमा फर्स्ट सेसनमा लिसनिङ र राइटिङ सेकेन्ड सेसनमा चाहिँ रिडिङको क्वेशनहरु आउने भयो है त्यसैले गर्दाखेरि लिसनिङ 50 क्वेशन राइटिङ 4 क्वेशन अनि रिडिङ 50 क्वेशन गर्दाखेरि टोटल यहाँको के भयो त लिसनिङ र राइटिङको लागि 110 मिनेट त्यसै गरेर रिडिङको लागि चाहिँ 70 मिनेट यस्तो टाइपको क्वेशनहरु आउने भयो है बुझ्नु भयो नि हैन क्वेशनहरु कस्तो आउँछ भनेर त बुझ्नु भयो नि टपिक आई र टपिक आई भनेर दुई भागमा छुट्याएको हुन्छ टपिकलाई है यहाँले चाहिँ टपिक आई को अथवा टपिक आई को कुनको फर्म भर्ने भन्ने कुरा डिसाइड गर्नु पर्यो त्यसपछि टपिक आई को भर्नु भएको छ भने लिसनिङ र रिडिङको मात्रै क्वेशन आउने भयो है टोटल 100 मिनेटमा 70 वटा क्वेशन हुने भयो 100 मिनेटमा लिसनिङ र रिडिङको क्वेशन गर्नु पर्यो भने यदि यहाँ टपिक आई मा भर्नु भएको छ भने जुन लेभल 3 देखि लेभल 6 सम्म आउने गर्छ है त्यसैमा छुट्याउने गरिन्छ त्यसको लागि चाहिँ लिसनिङ राइटिङ अनि रिडिङ तीन किसिमकै क्वेशन आउने भयो अब यसमा पास मार्क चाहिँ कसरी छुट्याएको हुन्छ एकचोटी हेरौं यसमा चाहिँ टपिक आई मा चाहिँ लेभल 1 अनि लेभल 2 हुन्छ भनेर अघि नै हामीले भनिसक्यौ हैन टपिक आई मा के हुने भयो त लेभल 1 अनि लेभल 2 हुने भयो है टोटल तपाईको चाहिँ टपिक आई को टोटल मार्क्स भनेको कति हो भन्दाखेरि 200 है टोटल 200 मा है टोटल 200 मा चाहिँ पासिङ मार्क टपिक 1 लेभल पास गर्नको लागि यहाँले कति ल्याउनु पर्यो भन्दाखेरि मिनिमम पनि 80 ल्याउनु पर्ने हुन्छ है 200 मा 80 ल्याउनु भयो भने यहाँहरुले के गर्नुहुन्छ भन्दाखेरि टपिक लेभल आई चाहिँ पास हुनुभयो सरी टपिक लेभल आई को चाहिँ लेभल 1 है टपिक 1 भनेर बुझ्दा पनि हुन्छ है टपिक लेभल 1 पास गर्नुभयो है टपिक आई मा फर्म भर्नु भयो र यहाँहरुले 200 पूर्णाङ्कमा है टोटल मार्क्स 200 मा चाहिँ यो 80 ल्याउनु भयो भने यहाँहरुले टपिक लेभल 1 पास गर्नुभयो त्यस्तै गरेर 200 मा चाहिँ 140 ल्याउनु भयो भने चाहिँ यहाँहरुले टपिक लेभल 2 पास गर्नुभयो है टोटल चाहिँ 200 मा 140 ल्याउनु भयो भने चाहिँ टपिक लेभल 2 पास गर्नुभयो है माथि हेर्नु त यहाँ टोटल 70 वटा क्वेशन हुन रहेछ हैन टोटल 70 वटा क्वेशन हुन रहेछ जसमा चाहिँ यहाँलाई पूर्णाङ्क 200 गराइएको छ 70 वटा क्वेशनलाई टोटल मार्क्स 200 गराइएको छ त्यसमा 80 ल्याउनु भयो भने यहाँले टपिक लेभल आई पास गर्नुभयो त्यस्तै गरेर 140 ल्याउनु भयो भने चाहिँ टपिक लेभल
2 पास गर्नुभयो है, टपिक 1 र 2। त्यसमाथि जति ल्याए पनि यहाँले 200 मा 200 नै ल्याउनु भयो भने पनि टपिक लेभल 2 नै हुने भयो, यहाँको टपिक लेभल 2 नै हुने भयो। त्यस्तै गरेर अब टपिक आइआईमा चाहिँ टपिक आइआईमा फर्म भर्नु भएको छ भने चाहिँ टोटल मार्क्स कति हुने भयो त 300 हुने भयो है, 300 मार्क हुने भयो है। 300 मा चाहिँ 120 120 ल्याउनु भयो भने यहाँ चाहिँ है टपिक आइआईमा फर्म भर्नु भएको छ र 300 पूर्णाङ्कमा 120 ल्याउनु भयो भने टपिक लेभल 3 पास गर्नुभयो यहाँहरूले है। टोटल 300 मा चाहिँ 120 ल्याउनु भयो भने चाहिँ टपिक लेभल 3 पास गर्नुभयो। 119 ल्यायो भने पनि हुँदैन फेरि है, टपिक लेभल 3 पास गर्नुभयो। त्यस्तै गरेर टोटल 300 मा चाहिँ 150 ल्याउनु भयो भने है, 300 मा चाहिँ 150 ल्याउनु भयो भने टपिक लेभल 4 पास गर्नुभयो है। टपिक लेभल 4 पास गर्नको लागि यहाँहरूले 300 मा कति ल्याउनु पर्यो त भन्दाखेरि 150 है। 300 मा चाहिँ 150 ल्याउनु भयो भने टपिक लेभल 4 पास गर्नुभयो हैन, 50% ल्याउनु पर्यो। त्यस्तै गरेर टोटल 300 मा चाहिँ 190 ल्याउनु भयो भने चाहिँ यहाँहरूले टपिक लेभल 5 पास गर्नुभयो। 300 मा चाहिँ 190 ल्याउनु भयो भने टपिक लेभल 5 पास गर्नुभयो। त्यस्तै टोटल 300 मा चाहिँ है, टोटल 300 मा 230 ल्याउन सक्नुभयो भने चाहिँ यहाँहरूले टपिक लेभल 6 पास गर्नुभयो है, टपिक लेभल 6 पास गर्नुभयो। त्यसैले गर्दाखेरि टपिकमा हेर्नु त, टपिकमा कति लेभल हुने रहेछ त 1 2 3 4 5 6 6वटा लेभल हुने रहेछ। 6वटा लेभलमा टपिक आई र टपिक आइआई भनेर दुई भागमा छुट्याइएको हुने रहेछ है। टपिक आई को चाहिँ एउटा एक्जाम हुने भयो है, त्यस्तै गरेर टपिक आइआई को एउटा एक्जाम हुने भयो है। टपिक आइआई को लागि एउटै क्वेसन हुने भयो जसमा स्कोरको आधारमा मात्रै कुन लेभल हो भनेर छुट्टिने भयो है। टपिक आई को चाहिँ एउटै किसिमको क्वेसन आउँछ जसमा 80 ल्याउनु भयो भने टपिक लेभल 1 पास गर्नुभयो, 140 ल्याउनु भयो भने टपिक लेभल 2 पास गर्नुभयो भने टपिक आइआईमा चाहिँ के हुने भयो त फेरि सबैलाई टपिक आइआई भरेको जतिलाई चाहिँ एउटै क्वेसन आउने भयो जसमा चाहिँ टोटल 300 मार्क्समा चाहिँ 120 ल्याउनु भयो भने लेभल 3 पास, 150 ल्याउनु भयो भने लेभल 4 पास, 190 ल्याउनु भयो भने लेभल 5 पास, त्यसै गरेर 230 ल्याउनु भयो भने चाहिँ लेभल 6 पास भनेर चाहिँ छुट्याउने भयो है। यसैले गर्दाखेरि टपिक आई र टपिक आइआई दुई किसिमको एक्जाममा यहाँहरूको कतिको दक्ष हुनुहुन्छ भाषामा त्यही अनुसार टपिक आईमा भर्ने कि टपिक आइआईमा भर्ने भनेर चाहिँ यहाँले डिसाइड गरिसकेपछि बल्ल लेभल छुट्टिने भयो। लेभल 1 र 2 है, टपिक लेभल 1 र 2 हो भने टपिक आईमा भर्नु पर्यो। लेभल 3 4 5 6 को लागि यहाँहरूले एक्जाम दिन खोज्दै हुनुहुन्छ भने टपिक आइआईमा फर्म भर्नु पर्यो है। जसमा चाहिँ क्वेसन कस्तो आउने भयो त टपिक आईमा लिसनिङमा टोटल 30 क्वेसन है, 30वटा क्वेसन हुने भयो 40 मिनट भित्र दिनु पर्यो। त्यस्तै गरेर रिडिङमा चाहिँ 40वटा क्वेसन हुने भएर 60 मिनट भित्र दिनु पर्यो। त्यस्तै टपिक आइआई को लागि चाहिँ लिसनिङमा 50वटा क्वेसन हुने भयो 60 मिनट भित्र, राइटिङमा 4वटा क्वेसन हुने भयो जसलाई 50 मिनट भित्र दिनु पर्यो भने रिडिङमा चाहिँ 50वटा क्वेसन हुने भयो र जसलाई 70 मिनट भित्र दिनुपर्ने भयो। यसरी चाहिँ टपिकको कस्तो खालको क्वेसन आउँछ र कसरी लेभल छुट्टिन्छ, कति लेभल हुन्छ भनेर बुझ्नु भयो होला है। अनि चाहिँ यो रिजल्ट कति दिनमा आउँछ भनेर पनि सोध्नुहुन्छ। रिजल्ट चाहिँ प्राय 1 महिनादेखि 1.5 महिनाभित्र है, एक्जाम सकिएको चाहिँ 1 महिनादेखि 1.5 महिनाभित्र आउने गर्छ है। 1 महिनादेखि 1.5 महिनाभित्र आउने गर्छ। त्यसको यसको भ्यालिड हुन्छ कि हुँदैन भनेर पनि क्वेसन गर्नुहुन्छ। यो चाहिँ हजुरको यो रिजल्ट आएको 2 वर्षसम्म यसको चाहिँ टपिकको रिजल्ट आएको चाहिँ 2 वर्षसम्म भ्यालिड हुन्छ है। टपिकको 2 वर्षसम्म यसको भ्यालिड हुन्छ। त्यसै गरेर यो पैसा कति लाग्छ फर्म भर्न भन्नुहुन्छ। पैसा भर्न चाहिँ लगभग फर्म भर्न चाहिँ लगभग पैसा टपिक आई को लागि 40,000 वन् है, 40,000 वन्। अनि टपिक आइआई को लागि 55,000 वन् छुट्याएको हुन्छ जसमा करिब नेपाली त्यही 4,4500 जति लाग्ने भयो आइआई को भर्नलाई भने आई को भर्नलाई भने टपिक आइआई को भर्नलाई चाहिँ 5500 देखि 6,000 को हाराहारीमा
लाग्ने भयो है। टपिकको बारेमा बेसी कुराहरू बुझ्नुभयो होला होइन। यसबाहेक अरू पनि बुझ्न चाहनुहुन्छ भने चाहिँ यहाँहरूले मेसेज गर्न सक्नुहुन्छ, तल कमेन्ट गर्न सक्नुहुन्छ। अनि के कुराहरूको बारेमा बुझ्न चाहनु भएको छ त्यसको बारेमा चाहिँ अर्को भिडियो लिएर म आउनेछु। आजलाई यति नै गरौँ। हस्त, नमस्ते।